दिउँसै भाउजू घर गएर भाउजूको पुतली टोकी टोकी पुतलीको नुनिलो स्वाद लिए। नमस्ते साथीहरू, मेरो नाम सुरज हो र मेरो घर रङ्गापारा भन्ने ठाउँमा छ। म भर्खरै गुवाहाटीबाट ग्रेजुएसन पुरा गरेर घर फर्किएको थिएँ। घर पुग्दा हजुरआमा, आमा र बुवा सबैजना निकै खुसी हुनुहुन्थ्यो। तर गाउँको वातावरण अलिक फरकसुस भयो। खाना खाँदै गर्दा मैले आमालाई सोधेँ, आमा, गाउँ त निकै बदलिएको जस्तो लाग्छ, किन होला? आमाले भन्नुभयो, हो नि छोरा, छिमेकी विनोद दाईले मिसामारीदेखि एउटी केटी भगाएर ल्याएको छ। 2 महिना जस्तो भयो। विनोद दाईको र हाम्रो घर एकदम छेउमै छ। सानैदेखि म दाईहरूसँग हुर्केको हुनाले उनीहरूको घर पनि मेरो आफ्नै घर जस्तै नै हो। खाना खाँदै हामी निकै कुरा गरिराखेको थियौँ। ठिक त्यही बेला नयाँ भाउजू हाम्रो घरतिर आमालाई दिदी भन्दै आउनुभयो। आमाले मलाई देखाउँदै भाउजूलाई भन्नुभयो, यो तेरो नयाँ देवर हो। मैले पनि नमस्ते भाउजू भन्दै सम्मान गरेँ। भाउजूले पनि मलाई नमस्ते गर्नुभयो। नीलो सारी र रातो ब्लाउज लगाएर कपाल खुल्ला परेको अनि घाँटी पनि हल्का पसिनाले भिजेको देखेर एकछिन म भाउजूलाई हेर्दै मक्ख परेँ। भाउजू निकै स्टाइलिस परेकी हुनुहुँदो रहेछ। जिउ पनि लास्टै स्लिम अनि सन्तोलाका टुसा पनि पसिनाले भिजेर रसिला भइराखेका। दाइले पनि खत्रै माछा पारेछ भन्दै म भाउजूलाई हेर्दै तिनै कुराहरू सोचिराखेँ। भाउजू घरमा कोही पाहुना आउनु भएको रे अनि भाउजू चिया बनाउनको लागि अलिकति चिनी लिन भनेर आउनु भएको रहेछ। चिनी लिएर जाँदै गर्दा भाउजूले मलाई पनि चिया पिउन बोलाउनु भयो। भर्खर खाना खाँदै गरेकोले भएर मैले भरे बेलुका आउँछु भाउजू भनिदिए। भाउजूले पनि ठिकै छ, नबिर्सिनु नि फेरि भन्दै जानुभयो। भाउजूको नसिलो आँखा र चञ्चले स्वभावले मलाई निकै आकर्षित गर्यो। उहाँको बोली अलिक फरक थियो, सायद निकै टाढाबाट आएकी हुनाले। भाउजू गएपछि मैले हतार हतार खाना खाएर भाउजूलाई फेसबुकमा खोजेँ अनि भाउजूका अगाडिदेखि अहिलेसम्मका सबै फोटा जुम गरी गरी हेर्न थाले। भाउजूको नाम मीरा मगर हो। भाउजूको जवानीको फोटो देखेरै मेरो बन्दुक रनक्क भइसक्यो। भाउजूको कपडा लगाउने स्टाइल पनि अरूको भन्दा निकै फरक थियो। जस्तै कपडा लगाउँदा पनि भाउजूलाई सुहाउने। भाउजूलाई हेर्दै त्यो दिन मैले आफ्नो बन्दुक खेलाउन थालेँ। उनको भिजेको चेहरा सम्झेर मैले 2 चोटि आफ्नो बन्दुक चलाएँ। त्यत्तिकैमा अलिकति बेलुका भए जस्तो भयो र म चिया पिउन भनेर भाउजू घर गयो। भाउजू बाहिर नै हावा खाँदै बसिराख्नु भएको रहेछ। म पनि निकै फ्री भए जसरी नै, के हो भाउजू, एक्लै एक्लै के सोचेर टोलिनु भएको भन्दै भाउजूको छेउमा गए। भाउजूले मेरो कुरा सुनेर हाँस्नुभयो अनि बस्नु भन्दै छेउको कुर्सी तानेर मेरो छेउमा ल्याउनु भयो। दिनभर भाउजूको नै फोटो हेरिराखेकोले होला छेउमा पुगेपछि म पनि भाउजूलाई हेरेर टोलिसकेछु। भाउजूले हाँस्दै के हेर्नु भएको यस्तरी भनेर सोध्नुभयो। मैले पनि तपाईलाई नै हेरेको भन्दै जिस्किदिए। भाउजूको नसिलो हेराइमा एउटा बेग्लै खालको इसारा थियो जुन मैले बुझिराखेको थिएँ। त्यही पनि यति छिटो र यति सजिलै कसले यस्तो इसारा दिन्छ होला भनेर म कन्फ्युजमा थिएँ। कुरा बुझ्नको लागि मैले कुरा निकाल्दै, भाउजू तपाईँ त सानैदेखि साह्रै स्टाइलिस हुनुहुँदो रहेछ भन्दै कुरा खोताल्न थाले। भाउजू अचम्म मान्दै, कहाँ देख्नुभयो हौ मलाई अगाडि भन्दै सोध्न थाल्नुभयो। त्यत्तिकैमा हाम्रा गफहरू निकै अघि बढ्न थाले। कुरा गरेको बीचबीचमा भाउजू मलाई नसिलो हेराइले इसारा दिनुहुन्थ्यो। म पनि भाउजूको आँखामा हेर्दै फेरि आफ्ना आँखा भाउजूका सन्तोलाका पोकातिर लान्थे। त्यति बेलासम्म भाउजूले पनि मेरा इसारा बुझिसक्नुभयो र एकछिनपछि भयो भयो गफ नहान्नु भन्दै भाउजू चिया बनाउनको लागि किचनतिर लाग्नुभयो। म पनि एक्लै के बस्नु भन्दै भाउजूको पछि पछि गए। भाउजूलाई पछाडिदेखि हेर्दा निकै चाख लाग्दो लागिराखेको। भाउजूको घाँटीदेखि रातो ब्लाउज भिज्ने गरी निस्केको पसिनाको थोपा कुनै झरनाको धारा झै बगिराखेको थियो। मैले पनि आफूलाई काबु गर्न नसकेर भाउजूको छेउमा गए अनि चिया बनाइराखेको बेला नै पिछाडिदेखि बिस्तारो आफ्ना हात भाउजूको सन्तोलाको पोकातिर लगे। भाउजू डर मान्दै
कसैले देख्छ अहिले भन्दै हुनुहुन्थ्यो। म भने यता भाउजूको पसिनालाई सुँग्दै भाउजूलाई आफ्नो काबुमा ल्याउने प्रयास गरिराखेको थिएँ। भाउजू पनि निकै जोसमा आइसक्नुभयो र हतार हतार रुमको ढोका बन्द गर्न जानुभयो। ढोका बन्द गरिसक्दा भाउजू सिधै मतिर झम्टिँदै आउनुभयो र मलाई च्याप्प समात्नुभयो। मलाई पनि कसैले देख्छ कि भन्ने एउटा डर लागिराखेको थियो। तर त्यो बेला घरका अरू मान्छे बारीमा थिए र विनोद दाई आफ्नै दोकान गएको थियो। सोच्दा सोच्दै भाउजूले मेरो हात समातेर आफ्ना सन्तोलाका टुसा चलाउन भन्नुभयो। मैले पनि आफ्ना दुईटै हातभित्र लगेर टुसा बिस्तारो बिस्तारो खेलाउन थाले। भाउजू आफूलाई काबु गर्न नसकेर छेउको डाइनिङ टेबलमै ढल्किदिनु भयो। भाउजूको पसिनाको सुगन्धले मेरो बन्दुक रणक्क भई ओरी 1-2 थोपा बारुद निकालिसकेको थियो। मैले मेरो एउटा हात बिस्तारो भाउजूको पुतलीमा लगेर पुतलीको टुसो खेलाउन थाले। भाउजूको पुतलीदेखि पनि झर्ना बग्न थालिसकेको थियो। टुसो जति हल्लिन्छ भाउजू त्यति धेरै खुसी हुनुहुन्थ्यो। भाउजूको एक्सप्रेसन देखेर मलाई आफूमाथि नै काबु हुन छोडिसक्यो। मैले भाउजूका दुईटै खुट्टा टेबलमाथि उठाए र जिब्रोले पुतलीको स्वाद लिन थाले। पसिना र झर्नाको मिश्रणले पुतलीको स्वाद अलिकति नुनिलो र अमिलो भइसकेको थियो। त्यही पनि मैले भाउजूलाई पुरै खुसी दिने गरी टुसो बिस्तारो टोक्न थाले। भाउजू आफ्ना हातले मेरो कपाल सुमसुमाउन थाल्नुभयो। कोही बेला म जानी जानी पुतलीको टुसो टोकिदिन्थेँ। त्यो बेला भाउजू मेरो कपाल मज्जाले जगाट्नुहुन्थ्यो। लगभग 5 मिनटसम्म पुतलीको स्वाद लिएपछि मैले भाउजूको चेहरामा हेरेँ। भाउजूको आँखा खुसीले रसिला भइसकेका रहेछन्। भाउजू मेरो छेउमा आएर कानमा फुसफुसाउन थाल्नुभयो। मलाई भाउजूको बोली सुन्दै थाहा भइसक्यो अब भाउजूको रसिलो पुतलीलाई बन्दुकको खोजी छ भनेर। भाउजूको हातमा मेरो रङ्किएको बन्दुक राखेर भाउजूलाई बन्दुक चलाउन भने। भाउजूले बिस्तारो बिस्तारो बन्दुक समातेर अगाडि पछाडि गर्न थाल्नुभयो र एकछिनपछि आफ्नै जिब्रोले बन्दुकको टुप्पो चलाउन थाल्नुभयो। त्यो बेला भाउजूको टुप्पो चलाइ यस्तो राम्रो थियो कि म त्यो स्वाद वर्णन गर्न सकेको छुइनँ। भाउजूको त्यो लोलीपोप खुवाइले उनको मुख सबै बन्दुकको रसले भिजिसकेको थियो। त्यही पनि भाउजू टेस्टी मान्दै खाइराख्नु भएको। लगभग 10 मिनटको लोलीपोप खुवाएपछि भाउजू आफै टेबलमा पल्टिनु भयो अनि आफ्नो भिजेको पुतली मेरो बन्दुक अगाडि राखिदिनु भयो। त्यो दृश्य देखेर मलाई खपिन सक्नुभयो अनि मैले बन्दुकको टुप्पो भाउजूको भिजेको पुतलीमाथि बिस्तारो बिस्तारो दल्न थाले। बन्दुकको टुप्पो जतिखेर पुतलीको टुसोमा लाग्थ्यो भाउजू जुरुक्क उचालिनुहुन्थ्यो अनि फेरि आराम मान्दै ढल्किनुहुन्थ्यो। भाउजू फुसफुसाउँदै पुतलीको ढोका खोलिदिनु भन्दै हुनुहुन्थ्यो अनि मैले पनि धेरै ढिला नगरी आफ्नो बन्दुकले पुतलीको ढोका खोताल्न थाले। पुतलीको ढोका पनि निकै चिसो भइसकेको थियो र मलाई धेरै गाह्रो भएन। बन्दुकको टुप्पो ढोकाभित्र छिर्ने बित्तिकै चरक्क भए जस्तो भयो। सायद पुतलीको ढोका अलिकति सानै भएर होला। भाउजूले आफ्नो कम्मर अलिकति उचालेर छेउमा आइसक्दा बन्दुक सिधै पुतलीमा प्रस्थान गर्यो। भाउजू फेरि जुरुक्क उठेर आया। भन्नुभयो त्यो सुनेर मलाई अझै धेरै जोस आयो र म बन्दुकलाई रफ्तारमा चलाउन थालेँ। एकछिनपछि भाउजू खटपट्टिँदै घुप्टो पर्नुभयो र मलाई पछाडिदेखि बन्दुक चलाउन भन्नुभयो। म चाहिँ यता भाउजूका सन्तोलाका टुसा खेलाउन व्यस्त थिएँ। भाउजूले आफ्नो कम्मर उठाएर सजिलो हुने गरी पुतलीको ढोका खोल्नुभयो अनि मैले पनि भाउजूको चुल समातेर घोडा कुदाई जसरी बन्दुक चलाउन थालेँ। घोडाले कराए जसरी भाउजू पनि बिस्तारो बिस्तारो खुसीमा रमाइराख्नु भएको थियो। निकै बेरपछि भाउजूले अलिकति आराम मान्नुभयो र मलाई साथ दिन थाल्नुभयो। लगभग 15 मिनटपछि भाउजूको पुतलीदेखि ठुलो झरना बग्न थाल्यो। त्यही पनि मेरो बन्दुक अझैसम्म रनक्क भइराखेको थियो। दिनभरि भाउजूको फोटो हेर्दै बसेको भएर होला मलाई भाउजूको पुतलीको निकै चाहना थियो र अहिले मैले त्यही भेटिराखेको थिएँ। भाउजूलाई त्यहाँदेखि उठाएर किचनको वालमा टस्याएर फेरि आफ्नो बन्दुक चलाउन थाले। भाउजूको पुतली निकै पोलेर होला आफ्नो जिउ कपाउँदै पुतलीदेखि फेरि झरना बगाउन थाल्नुभयो। त्यत्तिकैमा बारीदेखि बुहारी भन्दै आवाज आयो।
त्यो सुन्ने बित्तिकै हामी आत्तिँदै के गरौँ गरौँ भइमा। म चाहिँ टेबलमै बसेर त्यो सेलाइसकेको चिया पिए जस्तो गर्न थालेँ। अनि भाउजू हतार हतार किचनको ढोका खोलेर हजुर भन्दै बारीतिर जानुभयो। त्यो राति म घर पुगेर भाउजूलाई फेसबुकमा मेसेज दिएँ र हामीले रातभरि निकै त्यस्ता खालका कुरा गऱ्यौँ। त्यसको 2 दिनपछि विनोद दाई घर आयो र अलिक दिनपछि फेरि आफ्नो दोकानतिर गयो। विनोद दाई घरमा नभएको दिन हामीले निकै पुतली र बन्दुक पड्कायौँ। घरमा हुन्जेलीसम्म भाउजूको पुतलीको स्वाद बाहेक मलाई अर्थो केही पनि मन पर्न छोडिसकेको थियो। साथी हो, तपाईलाई मेरो र मेरा भाउजूको पुतली कथा कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोला। र यस्तै खालका चाख लाग्दा कथा सुन्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।